गाइज अब हेर हामी भात निकाल्दैछौँ अब थाक्ने बेला म पनि भन्नु हे गाइस कस्तो कमेडी हुन्छ हाम्रो भात खाने बेलामा के थप्ने बेलेको धेरै हुन्छ यस साला भिडियो नबनाए भाइ साला भात खाने भात खाने बेला आउने सिक्नु के भयो आज उमालेको कि फेरि आज उमालेको के उमाल्ने झिङ्गा के झिङ्गा के मान्ने झिङ्गा के गर्ने हो र सुस्तरी हाल पुरै तल अलि हाल धेरै सब्जी खान हुन्न के माछ पनि के खान हुन्न के बोलेको त फेरि के बोलिरहेछ ल्या भाइ हाल्न हाल्न रिकर्डिङ गर्न यहाँ हाल्न यहाँ बिचमा यहाँ त्यही भएर खना छु त अनि बाहिर बाहिर हाल्दै बस्छ हेर न गाइज यार भिडियो बनाएर हालिदिन्छ त टिकटकमा बाहिर हाँ बाहिर भयो भने 50-50 पैसा बाहिर पानीले त पानी त थिएन नुन कम्ती छ के हो के नुन कसैले चाख्दैन क्या मलाई भने मैले चाख्दिन्थेँ यार हाम्रो आजको यही हो मस्त झिङ्गा माछा छ खै के हालेर केटाहरू पकाछन् नुन कम्ती हालेछन् यति भित्र छ बाल्टी चोर नै यहाँ छ त ऊ हातौलाम काला यही छ त भयो भयो निस्कियो यार बरु कहिले दुधले बनाउने हो ब्रो नुन घोप्टाइदेन निस्क्यो धेरै भयो निस्क्यो होइन सबै घोप्टाइदेन निस्किएन होइन निस्केकै छैन मात्रै आउला फेरि निस्क्यो छैन क्या यहाँ मेरोमा नि यहाँ ए हुन्छ कति धेरै नुन अब बाबा लामो सबै घुमाम घम गरम कति किलो भयो हाँ के भयो दिनै सब्जी त राम्रो पाक्छ नुनै किन कम्ती भइहाल्छ हाल्न न ढङ्ग भएर हो ढिँगा ठिक छ त ढिङ्गा मिठो हो उमालेको छैन तितो तितो लागेको छ कि अलिअलि ऊ भनिहाल्यो त्यही भएर मुझै गाडी निस्किन्छ अहिले ठिक त्यसले ठिक छैन अरे भनेपछि नभुटेपछि नभन्दासम्म ठिक थियो अनि भन्दासम्म अनि ठिक भएन मजाले तेलमा फ्राई गरेर झुरुम झुरुम हुन्छ अस्ति कस्तो मजा आएर सुरु दिनमा मजा पाएँ झिङ्गाको तिर्खा लाग्यो टपले हाल्नु भनेको यहाँ माया छु हेलो गाइस भिडियो बन्द गर बे यतिमा अब खत्तम कहानी गर्छु गाइज ए सुल्लुलु वाला मान्छे सुल्लुलु एकचोटि भन् सुल्लुलु अब साला यो पनि पोस्ट गरिदिए कुत्ता साला हाँ यो पनि पोस्ट गरिदिए अस्ति पोस्ट गर्थ्यो यो पनि पोस्ट गरिदिए यो त गर्छु यो त ब्लग बनाइरहेको छु यही हालिदिन्छु नि थाहा पाउँछ के हाँ गाइज हेर सबैजना भात खान्छन् नि यो
कुरा गर्दै भात खान्छ, भातै जान्न त्यसको यी है, भातै जान्न यसको त यो जहाँसँग कुरा गर्दैन। ल है गाइज, यतिकैमा अब भन्दै आफ्नो कुरा टुङ्गाउँदैछु। ल बरु खाना खाने बेला हो भयो। बाई बाई, गुड नाइट, बात खतम।